हेलो एभ्रिवान। आज चाहिँ हामी अब यहाँ काठमाडौँबाट चाहिँ पोखरा जान लागिरहेको छौँ। हामी यहाँ पुरै रेडी भएर चाहिँ निस्किसकेका छौँ। सजिलाई सबै चस्मा लगाउन थालेको छ, हिँडो भएर हिँड्न परेको छ बाटोमा हिँड्ने बेलामा पनि। के बनाएर खाएँ अब काम चाहिँ यस्तै छ। अब पावरवाला चस्मा लगाएर हिँड्न परेको छ। हामी चाहिँ अब यति गर्दै थानकोटको ठ्याक्क उसबाट ओह्रालो झर्न लाग्यौँ। झरिरहेछौँ भनौँ अब। बल्ल तल हामी कहाँ आइपुग्यौँ? यो बल्छेटार भन्ने ठाउँमा। हिरोको फेरि पारै बेग्दैछ को खान्छौ लियो 14 घन्टा खाँदैछौँ हामी चाहिँ अहिले। म तिम्रो कमरै देखिएन कि मेरो क्यामेरामा, यस्तो भयो कि जामिन। अब छोटो मिठो ब्रेक पछि अब हामी फेरि हाम्रो गन्तव्यतिर लाग्दैछौँ हैन त? यस यस यस। यस्तो धुलै थियो यो बाटो। यो धुलोको बाटो हुँदै हुँदै पोखरातिर लाग्यो। यो बाटोबाट यस्तो जाम थियो। कुरिन्टारदेखि मुगलिन उतासम्म जाम थियो, जसलाई मलाई एउटा गीत याद आएको थियो कि मुगलिनको बाटो जान्छ मायाले भन्ने। उता जाम भएर हामी यसो खसेर फोटो भिडियो एउटा खिचौँ क्या? के भन्छौ तिमी चाहिँ? अहिले चाहिँ हामी मुगलिनको पुरानो वाला पुलमा छौँ है। हेलो हामी कहाँ छौँ? हेलो गाइस, वेलकम बैक टू माय चैनल। नाच्दै थाक्यो यार। म त भोकले गर्दा बोल्ने कन्डिसन केही छैन। आएर फ्रेस भएर बल्ल यहाँ कालोदेखि लिएर किन यस्तो भयो थाहा? किन? मैले एक ठाउँमा कहाँ उस रोटी कि सेनिटाइजर लिएर आउँछु क्या, म त फेरि कहाँको टाइममा है फ्रेस भएर चाउमिन राम्रो देखिरहेको छु। उता लिएर गयो म खाँदिनँ क्या चाउमिन, म समोसा खान्छु। भनौँ न, हाम्रो बाइक चाहिँ त्यहाँ छ है। दिस इज आवर बाइक। खाजा खाएपछि अब चाहिँ हामी यहाँबाट निस्किन थाल्यौँ है। पहाडी भन्ने ठाउँ रहेछ यो। यहाँबाट हामी पोखरा लगभग 1 घन्टामा त पुग्छौँ होला। हामी बिहान 8:22मा हिँडेको हो, अहिले कति भयो? 1:31 भएछ। बाटो चाहिँ दामी बनाएकै जे होस्। पोखरासम्म जाने बाटो चाहिँ यो बाटोले गर्दा चाहिँ हामी 1 घन्टामा यहाँबाट चाहिँ अब पोखरा पुगिनु पर्ने हो।
पोखरा प्रवेश गरिसकेका छौँ। अब चाहिँ हामी यो पोखराको एयरपोर्ट बाटो हुँदै चाहिँ बिरोटा हुँदै सिङ्जा घरतिर गएर चाहिँ आज हामी बस्नेछौँ र भोलि चाहिँ हामी अब आज घर गएर बसेर भोलि बिहानै उठेर चाहिँ हामी मुस्ताङतिर लाग्नेछौँ। अगाडि यस्तो स्लट मेरो बुढाको ससुराली पसेर जानेवाला छौँ हामी। पसेर यो यस्तो धुलो मैलो भएको वाला कपडाहरू फेरेर खाजा खाएर चाहिँ हामी प्लिज बाइक चलाउँदा के ठुलो कुरा भयो र जसले पनि चलाउँछ हामी घर पुग्दा बेलुका भइसकेको थियो। साँझ त भएको थिएन तर लगभग 4:30 जति बजिसकेको थियो। अब चाहिँ हामी घर गएर आज रेस्ट गर्छौँ र भोलि बिहान चाहिँ हामी बिहान उठेर चाहिँ मुस्ताङतिर लाग्नेछौँ। हामी घर पुगिसकेको छौँ। बाई बाई, सी यू टुमरो। We start our second day with this amazing view. Can you change the camera? Okay. This is what it looks like from here and हिमाल यतापट्टिबाट हिमाल देखिन छोड्यो, त्यही भएर हिमाल पारी जाने भन्ने हिमाल पुरै छेकिएछ, त्यही भएर उतैपट्टि गएर हेऱ्यो भने हिमाल देखिन्छ कि भन्छ। आज चाहिँ हामी भर्खरै बिहान उठेर चियाचा खाएर घरबाट निस्किने तयारीमा छौँ। अब निस्केपछि चाहिँ आज हामी एकछिन पोखरा बुल्छौँ र त्यसपछि चाहिँ हामी मुस्ताङको यात्रामा छौँ। हिजो बाइक यहाँ लगेर पार्क गरेको छौँ र श्रीमानज्यूले चाहिँ अब बाइक निकाल्ने प्रोसेसमा हुनुहुन्छ है। लुक एट द भ्यू गाइज, कस्तो दामी देखिरहेछ। से हाई। यति गर्दै हामीले सिङ्जालाई चाहिँ बाई बाई गऱ्यौँ आजको लागि होइन 2-4 दिनको लागि भनौँ होइन। र हामी चाहिँ कास्कीमा प्रवेश गरिसकेका छौँ। कास्कीमा प्रवेश गरेको अवस्था भन न। छाया यस्तो अब छाया भइरहेको छ। छाया भन्यो भने अब को केटी याद आउने होला। छाया भने को केटी थियो भन्ने हो फेरि। होइन को केटीको याद आउनु पर्ने हो भन न, याद गरौँला। त्यत्रो धेरै छन् होइन कि छाया भन्ने कुन चाहिँ हो भन्ने याद नभएको हुन सक्छ। तिमीले कुन सोच्यौ? अब केही बोलिनँ म पनि, शब्द भए। निशब्द भएको खोलै त होला नि यो त। अब अलिअलि सामान किन्नको लागि अब जानको लागि के के किनिन्छ है। यसो निस्किनुभन्दा अगाडि फिट चेक त गर्न पऱ्यो। हेलो 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 गर्दै यो चाहिँ मेरो ब्याग झन्डा रहेको छ र अब चाहिँ हामी निस्किनु पेट्रोल पम्पमा चाहिँ पेट्रोल हालिराख्नु भएको छ र म चाहिँ यता सो शीतलतिर हावा खाँदैछु। हावा खाँदै गरेको अवस्था भन्नु पर्यो। देखायो हामीलाई यो जोमसोम चाहिँ 146 हो। बागलुङ र के हो यो झुलाघाट भनेको कहाँ हो? हामी जानेवाला ठाउँ चाहिँ आज यो है जोमसोम 146। च्याङ्ग्रा हो कि के हो यो? हामी काँडे चाहिँ कट्यौँ होइन। काँडे कटेर कहाँ आइपुग्यौँ? अहिले हामी अगाडि आइपुग्यौँ। त्यो त हामी कास्की जिल्लामै छौँ। पर्वत जिल्लामा चाहिँ हामी प्रवेश गर्दैछौँ होइन।
हेलो पर्वत जिल्ला भन्छ होइन हेलो हेलो झरना हो कि छहरा हो यस्तोबाट आएको त छहरा भन्छ होइन एउटा चाहिँ छहरा भनेको ए छहरा भनेको तलबाट चढ्नेवाला क्या हो झरना भनेको त्यस्तो त हुँदैन कि झरना बसेको झरना भनेको चाहिँ माथिबाट आउने झरना भयो होइन छहरा भनेको चाहिँ अलिक तल खेतहरूबाट अलिक पानी छोड्ला हुन्छ नि त्यस्तो हो यताबाट पनि जान मिल्दो रहेछ साफ के माने अहिले हामी उसमा छौँ बन्तीहरू चाहिँ हामीले बन्ती गर्ने ठाउँ चाहिँ कटिसक्यो अब हामीलाई घुम्नु पुग्नलाई अझै 100 किलोमिटर जति के बाँकी छ है अब यसरी इभीहरूमा आउनुभयो भने चाहिँ यसरी बिचमा चाहिँ यसरी के अरे चार्ज गर्ने ठाउँ पनि उपलब्ध चाहिँ रहेछ होइन र प्रवेश गऱ्यौँ होइन हामी यति भन्दै देखिएन त्यो लेखेको चाहिँ यहाँबाट माथि पनि जान मिल्छ होइन तर बाटो पनि पिछै छ जस्तो छ त हेर्दा त के गर्नु त्यसपछि मर्स्याङ्दी मर्स्याङ्दीपछि सेती अनि सेतीपछि मोदी बेनी बजार र यो चाहिँ हाम्रो 2 लिटर हो फुल चाहिँ फुलै छ तर यो लास्ट पेट्रोल पम्प भएर माथि चाहिँ छैन होइन पेट्रोल पम्प त्यही भएर 2 लिटर भए पनि पेट्रोल हाल्न लाग्छौँ हामी चाहिँ कति धेरै झर्ना हो सबको ठाउँ यही झर्ना दसैँ हुन्थ्यो अनि है लास्टै थाकियो होइन हामी कति 2 घन्टा त हिँड्यौँ होला कति हिँड्यौँ बढी हिँड्यौँ नि त्यसपछि चाहिँ बेनी हामी 100 किलोमिटर हिँड्यौँ कास्की कट्यो कास्की पछि पर्वत कट्यो पर्वतपछि बागलुङ पनि 600 कट्यो त्यसपछि गएर अहिले म्याग्दीमा त्यो 4वटा जिल्ला कटिसकेको छ अहिले चाहिँ हामी सानो म पनि यता छु है ढाका टोपी मैलो धुने मैने खादै केरा मैलो तिमी गाउनु एउटा खै ल
आउने बाटैमा हैन नि थाहा हो के हो रे घाटैमा मात्रै हो नि नारायण बाइ बाइ गयो भनेको बाटो चाहिँ यही हो है हामी तरियो अहिले चाहिँ ठिकै छ कि अब फर्केर आउँदा पानी पऱ्यो भने फेरि पहिरो जान सक्छ बाटो त्यही घुमन्ती बुढाबुढीको देखेको वाला बाटो यही हो कि पुरै पहिरो गयो यताबाट मतिर आऊ बाटो छ नि जस्तै यताबाट यता आऊ यो उसले गर्दा यहाँ चाहिँ पुरै बाटैभरि यसरी पानी खोला बगिरहेको छ पुरै बाटो नै वहाँसम्म त्यही गरेर चाहिँ तल कालीगण्डकी पनि हो नि होइन कालीगण्डकी पनि मिसिरहेको छ सो मच डेन्जरस रोड है यो चाहिँ नेक्स्ट झरना तर यो झरना पनि सही रहेछ साथीहरू आज त हाम्रो मेन प्रायोरिटी भनेको चोमचोम पुग्ने हो नि त झरना त त्यही पनि तिमी सँगसँगै हिँडिरहेको छ तिमीलाई किन झरना जानु मलाई त तिमी भएपछि सबै झरनाहरू ठिक्क लाग्छ एकदमै पहाड गाडीमा त कसरी आयो होला गाडी त हेर त काठमाडौँ पोखरा देने चोमचोम पुग्ने हामीभन्दा पछाडि पनि गाडी आएको फाइनल्ली हामी कहाँ आइपुग्यौँ रुप्से झरना माथिबाट माथि पनि सकेर झरना फेरि यो चाहिँ रुप्से नै हो है माथि चाहिँ रुप्छ होला त्यसको चाहिँ भन हेर त रुप्से झरनामा अब हामी के कफी खानेवाला छ मलाई चलाउँदै हो कि पुऱ्याउँदै हो र कति समय मलाई यो गीतको बारेमा के काण्ड हो भनेर सुनाउँदै बस्ने आफैले गाउने के काण्ड मन परेर हो फोटोग्राफर अब हिँड्दाखेरि कपाल सबै मिलाउनु पर्यो मिस पेट्री आई डोन्ट नो त्यसले गोन्जालेस तुला के तुला त थाहा छैन तुला त थाहा छैन बाछाको खानेर तुला भन्छ ए तुला मैले तुला सुनेको के तुला वाटै मिला तुला कस्तो मलाई तुला ल्यास हैन कोलमले तुला खाने त बाबुले के भयो पानी दिनु के के चलेन कि ब्रो के गर्यो यो के गर्यो कता कता माथि त्यो मैले देखेर त नलागेर पनि होला यही चाहिँ फलामको खाने के गाड्यो ल वहाँ माथि चाहिँ सही देखिसक्यो यहाँ क्यामेराले क्याप्चर चाहिँ गरेको छैन तर माथि हेर न बादलको लुयर आगो लागेको जस्तै भन न घरवालामा बनाउनु त I'm capturing as much as I can. Hello. What do you want to say about this road condition?
Are you from different planet? The time runs differently for you. You have come here for just 5 minutes and you say it's been an hour. Oh, what is this Kolaberi? We are disturbed due to the road concern, but the weather looks very beautiful here. Hello, can you wave the flag? She didn't listen to me. The weather is very clear down here, but there is a layer of cloud on the top of the hill, and it looks very beautiful. There are tons of vehicles waiting for the road to be cleared, and this is our bike. The bike is in better condition than I expected it to be. There are other bikers as well, and I don't see it. Oh, that's my wife. बाटो पुग्यो अलिअलि गाडीहरू तर त्यही 30 रुपियाँ त्यही फस्यो क्या हो गाडीहरू जान थाले रे ल ल ल अब यिनको बाटो ल लिँदैन बिस्तारै बिस्तारै है नो हतार एट अल सो मच डेन्जरस छ यो बाटो घाँसा गाउँपालिका वडा नम्बर 4 हो वेलकम टु अलि अगाडि लगाउँदा नि खिच्छु फोटो ओके फोटो खिच्दा भिडियो भए पनि हुन्छ ओके यो अपर वेलकम टु के कुण्डा रुरल हो यो दामोदर मुस्ताङ जिल्लाको प्रमुख ओके त जानु त होइन मुस्ताङ इन्ट्री भएको हाम्रो त्यो माथिको वाला चाहिँ लास्टै राम्रो देख्छ अघि पुरी के डाँडै सलकै खस्यो क्या कसरी गर्छ अहिले चाहिँ बाटो फिलिङ दिन्छ तर अबको 1 घन्टामा चाहिँ हामी जुमसुम पुग्नुपर्छ है कति बज्यो 5 बज्यो 5 बज्नलाई 5 मिनट बाँकी छ 6 बजे जुमसुम गएर तातो तातो चिया खानुपर्छ पहिलो कुरो चाहिँ मार्का गाडी खाम्ला मार्का खाना त्यस्तो त होइन है म त गर्दिनँ म त अलिक संस्कारी कति भइसक्यो त 26 किलोमिटर स्टिल अब यस्तै बाटो भन्दा धेरै टाइम लाग्दैन होइन चिसो भयो ज्याकेट लाउनु पर्छ जस्तो लाग्यो बादललाई छुन लगाइसक्यो हामीले यहाँ बादल पाएको देशमा भन्यो सही सही भिडियोहरू छ घरहरू पनि त्यस्तै के हुन हामी मुस्ताङ आइसक्यौँ नि त होइन र त्यही भएर हो मुस्ताङको चिसै ठाउँ हो नि त चिसो 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 मौसमले बाटो बनाऊ कि आउन यता आऊ गाडी छ आउन यता आऊ अनि के अरे कुनै पनि बसाउन चियाको खाउँला सहीको छ यसो सही हो कि तर बाटो पनि साउदालाई एकचोटि चाहिँ आउनुपर्छ है बिस्तारै ल ओ चिसो 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 बाटो होइन त्यो बाहेक अरू बाटो चाहिँ बाटो कति छ कति अब हाम्रो 21 किलोमिटर जुमसुम आउनको लागि
कस्तो दामी हो त ठाउँ त है कस्तो डाँडा के हो त मन्दिर छ कस्तो डाँडाको फेरमा बसेको है बसी यत्रो सानो सानो बोट हुन्छ स्याउको पुरै यो स्याउ छ यो रातो रातो भएको सबै स्याउको सिजन हुन्छ कि के हुन्छ त्यो बादल हिँडिरहेको क्या त्यहाँ कस्तो मजाले ट्राइपोडलाई हामीले सेल्फी स्टिक पनि बनाएको है बाइ द वे हामी यहीँ आउँदैछौँ भने ट्राइपोड किनेको हो कि होइन त्यत्रो 3-4 हजार राखेर गरेर ट्राइपोड किन्ने लास्टमा सेल्फी स्टिक भन्ने जाडो भएर रोकेर अनि त्यसपछि चेस्ट कार्ड लगाएको अवस्था यस्तो पज गरी भन्न सिकाएको पनि इन्डिया है फेरि भन्नुभन्दा बरु पज गरी मेन त इङ्ग्लिस बोल्ने बेलामा हो कि इङ्ग्लिस बोल्दा बिचमा हामीलाई आउन सक्छ नि त ओके अब हामी यहाँबाट जाँदैछौँ अहिले चाहिँ हामी यो मार्फावालामा छौँ होइन फेरि फोन गर्नु मेरो भाइ सिरियस अगेन 3 चोटि भयो भाइ सिरियसमा हामी ओभरटेक गरेको हिमालदेखि थाल्यो हिमाल यसो पनि खिच्नु यो चाहिँ हाम्रो रुम हो है यहाँ कस्तो मिठो हिमाल देखिरहेको थियो अघिसम्म अहिले चाहिँ अब अँध्यारो भएर छेक्यो भोलि बिहान हेर्नेछौँ हामी फिलिङ सो मच टायर्ड अहिले ठ्याक्कै यस सिजनको बेला भएर होटेलहरू पनि लास्टै महँगो रहेछ होटेल पनि महँगो सरकारी अफिस जति सबै प्याक गाह्रो छ हौ यति गर्दै चाहिँ हाम्रो डे 2 यहीँ हुन्छ बिहान पोखराबाट हिँडेर हामी जोमसोम आइपुग्यौँ जोमसोम आइपुग्दै रात पर्यो त्यही भएर भोलि घुम्नेछौँ अब हामी यहाँ बाई बाई गुड नाइट एभ्रीवान